हिरणलाई समातेर जो चिज त्यसको पेटबाट निकाल्दैछन् सुन भन्दा पनि महँगो हुने गर्छ। यो हो तपाईँको कस्तुरी हिरण, जसको शरीरबाट यति राम्रो सुगन्ध निस्किने गर्छ, यो सुगन्धबाट मान्छेहरू पागल हुने गर्छन्। यो हिरणको साथमा एउटा यस्तो ग्ल्यान्ड हुन्छ कि त्यसभित्र बन्ने गर्छ कस्तुरी, र यसको शरीरलाई एकदमै सुगन्धित बनाइरहेको हुन्छ। यसको प्रयोगबाट एकदमै महँगा परफ्युम बनाउने गरिन्छ। यो कस्तुरीको पैसा सुन भन्दा पनि धेरै महँगो हुने गर्छ। यो पाउनको लागि हिरणलाई पहिला मारेर त्यसको ग्ल्यान्डलाई निकालेर कस्तुरी निकाल्ने गरिन्थ्यो। यसको प्रयोगबाट महँगा परफ्युम बनाउने गरिन्छ। यो कस्तुरीको पैसा सुन भन्दा पनि महँगो हुने गर्छ। यो पाउनको लागि हिरणलाई पहिला मारेर त्यसको ग्ल्यान्ड निकालेर कस्तुरी निकाल्ने गरिन्थ्यो, तर हिरणलाई समातेर मार्नु, यस्तो ग्ल्यान्ड निकाल्नु गैर कानुनी मान्ने गरिन्छ। तर चाइनामा हुँदैन, किनभने त्यहाँ लिगल कस्तुरीहरू हिरणका लिगल फार्महरू बनाएको छ, जहाँ यिनीहरूलाई पालिरहेका छन् र यिनीहरूलाई हिउँदै समातेर त्यसभित्र रहेको कस्तुरीहरू निकाल्ने गरिन्छ।